नमस्कार सबैजनालाई। के छ खबर? सन्चै राम्रै हुनुहुन्छ? तपाईँको आशीर्वादले म ठिकठाक छु। कहाँ हुनुहुन्छ? कस्तो अवस्थामा हुनुहुन्छ? जहाँ हुनुहुन्छ, जस्तो अवस्थामा हुनुहुन्छ, कुशल मङ्गल हुनुहुन्छ भन्ने पूर्ण आशा गरेको छु। मौसम परिवर्तन भए पनि मेरो मन परिवर्तन भएको छैन। आशा छ तपाईँहरूको मन पनि म प्रति परिवर्तन भएको छँदै छैन भनेर। आउनुहोस्, सदा जस्तै आज पनि एउटा सानो सिर्जना लिएर उपस्थित भइसकेको छु। अब हामी सँगसँगै मिलेर सुन्नुपर्छ है। कस्तो हुनलाई कस्तो भएको होला, कस्तो थियो कस्तो भएको होला भन्ने छ। दुई आत्माको एउटा मुटु टुट्दा कस्तो भएको होला, लामो जीवन जिउने आधार छुट्दा कस्तो भएको होला। ज्योतिषीले हात हेरी सफल प्रेम भन्थे तर, ज्योतिषीले हात हेरी सफल प्रेम भन्थे तर, यता आश देखाई उता जुट्दा कस्तो भएको होला, लामो जीवन जिउने आधार छुट्दा कस्तो भएको होला। अपाङ्गको एक सहारा, अपाङ्गको एक सहारा, लट्ठी कता गयो बरै, अपाङ्गको एक सहारा, लट्ठी कता गयो बरै, बीच बाटोमा एक्लो पारी लुट्दा कस्तो भएको होला, यता आश देखाई उता जुट्दा कस्तो भएको होला। आज रुने एक्लै छु म, आज रुने एक्लै छु म, भोलिको के थाहा छ र, आज रुने एक्लै छु म, भोलि के को थाहा भो र, झुक्क्याएर घानमा पारी भुट्दा कस्तो भएको होला, बीच बाटोमा एक्लो पारी लुट्दा कस्तो भएको होला, यता आश देखाई उता जुट्दा कस्तो भएको होला, लामो जीवन जिउने आधार छुट्दा कस्तो भएको होला, दुई आत्माको एउटा मुटु टुट्दा कस्तो भएको होला। जस्तो लाग्छ त्यस्तै प्रतिक्रिया दिनुहोला है। धन्यवाद।